मित्रहरू, के तपाईँलाई म आफू कमजोर छु जस्तो लाग्छ? त्यसो हो भने यो भिडियो पक्कै तपाईँको लागि नै उपयुक्त हुने नै छ। कृपया अन्तिमसम्म हेरेर साथ दिइदिनुहोला। मित्रहरू, आफूले आफैलाई कहिले पनि कमजोर नसोच्नुहोस्। तपाईँमा यस्तो शक्ति लुकेको छ जुन अरूले सोच्न पनि सक्दैनन्। संसारमा सफल भएका मानिसहरू पनि कुनै न कुनै दिन असफल भएका थिए, तर उनीहरूले कहिले पनि हार मानेनन्। जब तपाईँ आफैमाथि विश्वास गर्न सिक्नुहुन्छ, तब असम्भव भन्ने शब्द नै हराएर जान्छ। परिस्थिति जस्तो सुकै भए पनि आत्मबल र सकारात्मक सोचले हरेक कठिनाइलाई जित्न सकिन्छ। याद राख्नुहोस्, तपाईँमा असीम सम्भावनाहरू रहेका छन्। आवश्यक छ त केवल तिनलाई पहिचान गर्न। तपाईँको सोच नै तपाईँको भविष्य निर्देश गर्छ। त्यसैले आफ्नो लक्ष्य पहिचान गर्नुहोस्, तपाईँका सम्भावनाहरूलाई पहिचान गर्नुहोस् र आफ्नो भविष्यको बाटोमा लम्किने प्रयास गर्नुहोस्।